क्यानाडामा +2 पछि डिप्लोमा गर्नुभएको छ र क्यानाडाको पिआर लिने सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले फ्रेन्च क्याटेगोरी चाहिँ मिस गर्नै हुँदैन। किन भन्दाखेरि हिजो आईआरसीसीले गरेको ड्रमा चाहिँ सीआरएस कट अफ स्कोर चाहिँ 399 थियो र आईटीए चाहिँ 5000 इस्यु गरेको थियो। जस्ट आउट अफ क्युरियोसिटी यदि मैले सीएलबी 7 ल्याएँ फ्रेन्चमा अनि आइएल्ट्समा पनि सीएलबी 7 ल्याएँ, त्यसैगरी मैले चाहिँ 1 वर्ष मात्रै क्यानाडामा टियर 3 सम्मको कुनै पनि काम गरेको छु। मेरो चाहिँ 25 हो अनि मैले चाहिँ क्यानाडामा जस्ट डिप्लोमा मात्रै गरेको छु 2 वर्ष भने चाहिँ मैले कति पोइन्ट्स पाउने रहेछु भनेर सीआरएस क्याल्कुलेट गरेको थिएँ अनि मैले आफ्नो सीआरएस क्याल्कुलेटरमा चाहिँ 419 को सीआरएस स्कोर चाहिँ भेटेँ। तपाईहरुले यसरी नै 1 वर्ष टियर 3 सम्मको जुनसुकै काम गर्नुभएको भए पनि कुक होस्, हस्पिटालिटी होस्, जुनसुकै होस् तर टियर 3 सम्मको काम गर्नुभएको थियो अनि आइएल्ट्समा चाहिँ सीएलबी 7 ल्याउन सक्नुभयो, हरेक ब्यान्डमा 6 अनि त्यसैगरी टीसीएफ फ्रेन्चमा चाहिँ तपाईहरुले सीएलबी 7 को स्कोर ल्याउन सक्नुभयो भने तपाईहरुको पिआर अलमोस्ट ग्यारेन्टेड नै हो। तर तपाईहरुले यो गर्नको लागि चाहिँ फ्रेन्च पढ्न पर्ने हुन्छ। अब फ्रेन्च चाहिँ नपढिकन सीएलबी 7 त ल्याउन सक्दैन। सो तपाईहरुले फ्रेन्च पढ्न पनि कहाँबाट पढ्न पर्यो? करेन्ट अर प्रिभियस टीसीएफ एक्जामिनर्सहरुबाट पढ्न पर्ने हुन्छ। त्यसको लागि चाहिँ यूजीसी क्यानाडालाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र क्यानाडाको पिआर पनि लिन सक्नुहुन्छ सीएलबी 7 ल्याएपछि।